विक्रम सम्वत 2080 साल कार्तिक 17 गते मध्यरातमा जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर 6.4 रेक्टर स्केलको भूकम्प गयो। भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्ला सहित कुल 7वटा जिल्लामा ठूलो धनजनको क्षति हुन पुग्यो। भूकम्पका कारण शैक्षिक संस्थाका भवनहरू समेत क्षतिग्रस्त भए। रुकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका वडा नम्बर 1 स्थित 175 जना विद्यार्थी अध्ययनरत रहेको श्री जनप्रिय आधारभूत विद्यालयको भवन क्षतिग्रस्त भएपछि विद्यार्थीको पठन पाठन समेत प्रभावित हुन पुग्यो। भोलिका राष्ट्रका कर्णधार बालबालिकाको शैक्षिक थलो प्रभावित भएपछि सिद्धार्थ बैंकले विद्यालय भवन निर्माणका लागि सहयोगको हात अगाडि बढायो। सोही अनुरूप 2082 साल वैशाख 17 गते विद्यालय भवन निर्माणको शिलान्यास गरियो। भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएपछि 2083 साल जेठ 18 गते एक कार्यक्रमको आयोजना गरी सिद्धार्थ बैंकले नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ। भूकम्पले यस विद्यालय भवनसँगै गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकारलाई समेत भत्काएको हामीले महसुस गरेका थियौँ। 4 कोठाको 2 तल्ले भवन निर्माण भएसँगै विद्यार्थीहरूको शैक्षिक सिकाइ सहज भएको छ। सिद्धार्थ बैंकले 4 कोठीय भवनको शौचालय दिइसकेपछि हामीलाई पठन पाठनमा अलि सहज भएको छ। 2080 कार्तिक 17 गते गएको भूकम्पले विद्यालयको भौतिक संरचना क्षतविक्षत बनाएको थियो। सिद्धार्थ बैंकले यस विद्यालय भवन निर्माण गरेर हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई पठन पाठनको लागि सहजीकरण गरिदिएकोमा सिद्धार्थ बैंकलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता हामी सबैको दायित्व हो। यो दायित्वलाई हामीले आफ्नो स्थानबाट पूरा गर्नै पर्छ, किनकि हरेक बालबालिकाले उचित शिक्षा र संरक्षण पाए भने मात्र यो समाज, देश र सभ्यतालाई अर्थपूर्ण योगदान पुर्याउन सक्छन्। सिद्धार्थ बैंकले बालबालिकाको उचित र गुणस्तरीय शिक्षालाई सदैव प्राथमिकता दिँदै आएको छ र आगामी दिनमा पनि शैक्षिक उन्नयन र विकासका लागि बैंक आफ्नो तर्फबाट योगदान पुर्याउन प्रतिबद्ध छ। सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।